अनि एउटा चाइल्डहुड स्टोरी सुनाउनु थियो क्या तपाईँहरूलाई। के भएको थियो भन्दाखेरि एकचोटि सानोमा हुँदाखेरि म हजुरआमासँग झापा गएको थिएँ कि। अनि झापा जाँदाखेरि एकजना मेरो ठुलो बा हुनुहुन्थ्यो क्या। ठुलो बाको नाम समथिङ टङ्क ठुलो बा समथिङ के थियो है। अनि त्यसपछि गएँ म, दसैँको बेला थियो होइन। अनि त्यसपछि दसैँको बेला त अब सब घरबाट टिका लगाएर त्यो ठुलो बाको घर गएको होइन। अनि सब घरमा टिका लगाएँ। अनि त्यसपछि सब 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 मान्छेले पैसा दिए झापामा है। अनि यति पैसा भइसकेको थियो कि। अनि गोजीमा पुरै पैसा थियो। अनि अब टिका लगाएर सबबाट पैसा बटुलेको मैले। अनि त्यसपछि के भन्दा त्यो ठुलो बाको घरमा चाहिँ पोखरी थियो कि, माछा पोखरी। अब म सानै थिएँ, अराउन्ड कति 7-8 वर्षको थिएँ होला म। अनि अब मलाई माछादेखि अब ठुलो बाले गएर यी हेर माछाहरू छ, यो ठुलो ठुलो पोखरीमा माछाहरू छ भन्नुभयो। अनि मलाई लाग्यो इन्ट्रेस्टिङ। अनि मैले के गर्न थालेँ भन्दाखेरि एउटा लट्ठी लिएँ। ठुलो बाबु त काम गर्न थाल्नुभयो। लट्ठी लिएँ, गहिरो थियो कि पोखरी, मलाई थाहा थिएन। अनि एउटा लट्ठी लिएँ। अनि त्यो लट्ठी लिइसकेपछि चाहिँ त्यो लट्ठीले माछाहरूलाई घोच्न खोजेँ क्या माथिबाट, पुरै घोच्न खोजेँ होइन। घोच्न खोजेँ। अनि घोच्न खोज्दा खोज्दै मै गएँ कि, मै पानीमा छिरेँ कि। अब मलाई केही हुन्छ नि स्विमिङ गर्न आउने, केही पौडी खेल्न आउँदैन, पोखरीमा छिरेँ होइन। अनि त्यसपछि ठुलो बाले यसो हेर्नु भएछ होइन। अनि नरिवल झरे जस्तो लागेछ। अनि यसो हेर्न आउँदा त म डुबिरहेको रहेछु। अनि त्यसपछि मलाई च्याप्प समातेर मलाई निकाल्ने। अनि त्यसपछि हजुरआमालाई सुनाएँ तपाईँको नाति डुबेको थियो, यसो भयो भनेर। कहिले तपाईँसँग यस्तो नहोस्। यो कुराले मैले घरमा यति गाली खाएँ कि त्यो दिन, हुन्छ नि, मतलब घर गइसकेपछि यति गाली खाएँ। अनि त्यसपछि त्यो गोजीमा हुन्छ नि त्यो, अब गोजीमा मेरो नोटहरू थियो नि त, पैसाहरू थियो नि त। अनि त्यो पैसाहरू सब एक एक गर्दै सुकाएको कि त घाममा, हुन्छ नि, अब भिज्यो होइन सब। अनि त्यो इन्ट्रेस्टिङ छ। तर मलाई बचाउनको लागि त्यहाँ ठुलो ठ्याक्क टाइममा नआएको भए सायद आज म यो भिडियो बनाइरहेको हुँदैन थिएँ है। माछा पोखरीमा, यत्रो गहिरो माछा पोखरीमा गएको कि, हुन्छ नि, म 8 वर्षको थिएँ कि लिटरल्ली। के दिमाग आएर म गएको होला। तर म झुक्केर छिरेको कि, जानी जानी जम्प गरेँ होइन मैले, कसम। एआई होइन त्यो, कसम एआई होइन, कसम एआई होइन। कसैले कमेन्टमा एआई लेख्दैन, कसम भनेको, कसैले कमेन्टमा एआई लेख्दैन केटाहरू। नोबडी विल कमेन्ट एआई, दिस इज नट एआई। म साँच्चीकै छिरेको। अनि अर्को कुरा के भन्दाखेरि तिमीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि लाइभ हेर्न आऊ यार तिमीहरू, मेरो मजा आउँछ यार, हुन्छ नि। लाइफमा जब लाग्छ त, जब लाइफमा अब म केही गर्न सक्दिनँ, हुन्छ नि, मेरो केही पनि काम बनिरहेको छैन होइन, झ्याउ लागिरहेछ, के गर्ने होला, युकेश प्रसाईको लाइभ हेर्न आऊ क्या केटाहरू तिमीहरू, हुन्छ नि। सोच न, म जस्तो बेरोजगार मान्छे त यस्तो खुसी छ भने तिमीहरू त झन् हल्का काम लाग्ने मान्छे हो कि, लिटरल्ली कसम भनेको, हुन्छ नि। जो च्यानलमा नयाँ छ सबजनाले च्यानललाई सब्सक्राइब गर, र जो मेरो सब्सक्राइबर छन् सबलाई लेट्स गो होइन। अनि त्यसपछि अर्को कुरा के भन्नु छ भन्दाखेरि तिमीहरूलाई, यु गाइज आर दि जेम, हुन्छ नि। तिमीहरू जुन लेख्छौ त च्याटमा, कसम एउटा भाइले च्याट लेखेको थियो कि, आज बिहान म लाइभ स्ट्रिम आएको थिएँ होइन, आज दिउँसोतिर लाइभ स्ट्रिम आएको थिएँ। अनि एउटा भाइले के लेखाएको थियो भन्दाखेरि, दाइ म स्कुलमा बसेर तपाईँको लाइभ हेर्दैछु, क्लासमा प्रिन्सिपल सर आउनुभयो, बिस्तारी बोल्नु न, सुन्नुहुन्छ अरे के। अनि त्यसपछि मलाई हाँस उठ्यो त्यो कुरा। अनि एकछिनपछि उसले अर्को च्याट के लेख्यो भन्दाखेरि लाइभमा, दाइ प्रिन्सिपल सरले मेरो फोन भेट्यो, अब प्रिन्सिपल अफिसमा बसेर लाइभ हेर्दैछु भन्यो। अनि त्यसपछि अनि हुन्छ नि, अब के लेखेको जस्तो लाग्यो क्या मलाई एकछिनपछि। अनि एकछिनपछि के भयो भन्दाखेरि, सर के अरे च्याटमा लेखेँ कि, दाइ म अहिले ग्राउन्डमा छु, प्रिन्सिपलले ग्राउन्डको 90 चक्कर लगा भनेको छ, ग्राउन्डबाट तपाईँको लाइभ स्ट्रिम हेर्दैछु अरे कि। हे भगवान्, म के भन्नु अब, म केही भनौँ कि केही नभनौँ कि, लिटरल्ली म हे भगवान्। अब त्यो सुन्दा पनि अब कसो मतलब हुन्छ नि, के भनौँ, हुन्छ नि, के बोल्या होला मतलब, हे भगवान्। अनि त्यसपछि केटाहरूलाई यो लाइभ च्याटमा त हुन्छ नि, लाइभमा त त्यतिले च्याट लेख्छन्, लाइभ सकेपछि अब लेख्न नपाइसकेपछि त्यो लाइभ सकेपछि जुन लाइभ भिडियो सेभ हुन्छ त, त्यसको कमेन्टमा आएर भरिदिन्छन् कि पुरै कमेन्ट, ए दाइ कहिले आउने लाइभ। अनि एउटाले कमेन्ट गर्छ, दाइ लाइभ आउनु न, दाइ कतिखेर आउने लाइभ। उसलाई 5 मिनट सोध्नुपर्छ कि कतिखेर लाइभ आउँछ। मैले भने त भोलि आउँछु भनेर, एकछिनपछि फेरि सोध्छ, दाइ कति मिनटमा आउने लाइभ, दाइ लाइभ आउनु न।
दाइ लाइभ आउनु न। अर्कोले फेरि यो एआई हो रे आएको छन् ब्रो। मेरो अडियन्स छ नि देशको युवा छ क्या, देशको जेन्जिज, देशको हुन्छ नि, देशको एकदम हुन्छ नि होनहार एकदम इन्टेलिजेन्ट देशको जेन अल्फाहरू जेन्जिजहरू एउटै ठाउँमा भेला भएको छन् क्या। हामी सब जेन्जिज र जेन अल्फाहरू हुन्छ नि एउटै ठाउँमा भेला भएको छन् क्या। जेन्जिजहरू सब हुन्छ नि एउटै ठाउँमा भेला भएर पुरै हुन्छ नि मिटिङ गरिरहेछन् कि बैठक बसिरहेछन् कि लाइभ च्याटमा। ओ माई गड। अनि एउटाले लेख्छ, मलाई एकजनाको मलाई अलिक अजिब लाग्छ, उसले के लेखेको जस्तो लाग्छ, दाइ फेस रिभिल गर्न पर्यो अरे। तिमीहरूलाई केटाहरू के लाग्छ जसलाई यो भिडियो हेरिरहेछ के लाग्छ तिमीहरूलाई? म यहाँ के मजाक चलिरहेछ होइन, म यहाँ मस्ती गर्न आएको हो। अरे नो यार लिटरली स्टोरी त भने है तिमीलाई, तर मलाई कुनै कुरा धेरै अजिब लाग्छ क्या मलाई हुन्छ नि। मेरो लाइभ सकेपछि मलाई 17वटा कमेन्ट आएको थियो। हिजोको लाइभमा मलाई 17वटा कमेन्ट आएको थियो। मेबी 10वटा एआई हो भनेर आएको थियो। 7वटा कमेन्ट चाहिँ दाइ कहिले लाइभ आउने पटक एउटैले सोध्यो क्या मलाई। अनि केटाहरू अर्को एउटा कुरा तिमीहरूलाई के भन्नु छ भन्दाखेरि मेरो युट्युब च्यानलको डिस्क्रिप्सनमा इन्स्टाग्राम फेसबुक अनि टिकटक तिनटैको लिङ्क हालेको छु, गएर फलो गर है मलाई। इन्स्टाग्राम फेसबुक टिकटक तिनटैमा फलो आएन। अनि च्यानललाई सब्सक्राइब गर्न बिर्सिने होइन, बुझ्यो नि। सो अर्को कुरा के भन्नु छ भन्दाखेरि केही पनि भन्नु छैन। अर्को कुरा त्यही हो लाइभ हेर्न आऊ त्यही हो कि बुझ्दैन अब, बुझ्यो नि केटाहरू तिमीहरूले। अनि अर्को कुरा म दुर्गा प्रसाईको छोरा होइन, म दुर्गा प्रसाई पनि होइन। प्रसाई हुने बित्तिकै त्यो हुँदैन कि केटाहरू, तिमीलाई त्यस्तो लाग्ने होला कि त्यस्तो नाम दिमागमा आउला, तर होइन। कसैले नि लेफ्ट साइडमा दुर्गा प्रसाई गर्दैन है। सो जो अब च्यानलमा नयाँ हुन्छ सबैजना सब्सक्राइब गरिदिनु होला। र जसले मलाई चिन्नु भएको छैन कमेन्टमा गएर अब के भन्नु यार म, हे भगवान्। जे छ ठिकै छ ल। एभ्री वान स्टे ह्याप्पी है। अनि यदि स्याड फिल भयो भने मेरो लाइभ स्ट्रिम हेर्न आउने सबजना, लेट्स गो। यति भन्दै आज म हजुरहरूबाट बिदाई लिन चाहे। अल अफ माई सब्सक्राइबर लट्स अफ लभ। अनि एकजनाले मलाई फ्री फायर आइडी मागिरहेको थियो, म फ्री फायर आइडी अब छिटै दिन्छु है। मेरो फोनमा यो फ्री फायरहरू के हाल्यो भने स्टोरेज इस्यु हुनसक्छ होइन। मेबी अब हेरौँ, अब छिटै म सकेसम्म छिटो फ्री फायर आइडी दिने कोसिस गर्छु। उसले चाहिँ खालि लाइभ स्ट्रिममा आएर फ्री फायर आइडी मात्र माग्छ होइन। बिग साउट आउट टु ड्याड ब्रो है, मलाई नाम अहिले याद आएन है। बिग साउट आउट टु ड्याड ब्रो है, फ्री फायरवाला ब्रो होइन, जो मलाई फ्री फायर आइडी माग्छ होइन। अनि केटाहरू तिमीहरू मलाई किन लाइभ स्ट्रिममा किन त्यो गर्लफ्रेन्ड छ कि छैन, मैले एकचोटि छैन भनिसकेपछि पटक मेरो बेइज्जत गर्न मलाई पटक सोध्छन् गर्लफ्रेन्ड छ कि छैन। अनि जब मैले छैन म चोइसले सिङ्गल हो भन्छु, बाध्यताले सिङ्गल हो भन्छु तिमीहरू। हे भगवान्। जे पनि केटाहरू तिमीहरू मान्छे चाहिँ मलाई होइन मतलब हुन्छ नि खतरा लाग्छ क्या, हुन्छ नि क्रेजी मान्छेहरू हो क्या तिमीहरू। म के भनौँ तिमीहरूलाई, म हुन्छ नि जेन्जी भन्छु कि जेन्जीको हुन्छ नि एउटा सङ्गठन हुन्छ नि, एउटा मिटिङ बसेको छ कि जेन्जी सब ठाउँ एउटा भेला भए होइन। के भन्नु अब, छिटो 1000 सब्सक्राइब पुऱ्याइदियो मेरो। सबजना सब्सक्राइब हानिदेऊ है, जो हेरिरहेको छ सब्सक्राइब गरिदेऊ। अनि जो नयाँ छ त्यसले पनि सब्सक्राइब हान, कमेन्ट हान, यो भिडियोलाई सेयर गरिदेऊ होइन। फुल भिडियो हेर है मजाले होइन। आफ्नो साथीहरूलाई नि यो त खतरा हो भनेर सेयर हान्दै, खतरा नभए पनि आई मिन खतरै छु म। लेट्स गो एभ्री वान। जो च्यानल नयाँ सब्सक्राइब गरिदिनु, जो पुरानो हुन्छ सबजना के अरे यो हाम्रो भिडियोलाई लाइक गरिदिनु होला। र युकेश प्रसाई हजुरलाई इन्टरटेन गर्नको लागि कुनै पनि कसर छोड्दैन। लेट्स गो एभ्री वान, सबजना च्यानललाई सब्सक्राइब गर्न लेट्स गो।